जाडो मौसममा प्यास कम लाग्ने र पसिना कम आउने हुँदा मानिसहरूले पानी कम पिउँछन् तर शरीरलाई गर्मी जत्तिकै पानी आवश्यक हुन्छ। नमस्कार, हेमन मिडिया एन्ड भ्लग्सको स्वास्थ्य सम्बन्धी जानकारीमा यहाँलाई हार्दिक स्वागत छ। म नवीन श्रेष्ठ मगर। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकन थिच्न र भिडियो अन्त्यसम्म हेरेर भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्न नभुल्नुहोला। अब लागौं आजको विषयवस्तुतर्फ। आजको विषयवस्तुमा जाडोमा कम पानी पिउनु किन हुन सक्छ खतरनाक, यस विषयमा हामी जानकारी दिन गइरहेका छौं। गर्मी मौसममा पसिना आउने हुनाले हामीले प्राय हातमा पानीको बोतल बोकिरहन्छौं। घरबाट बाहिर निस्किँदा, बाटोमा हिँड्दा वा घर फर्किँदा हामी तिर्खा मेटाउन पानी पिइरहेका हुन्छौं। तर जाडो सुरु हुन साथै यो बानी परिवर्तन हुन्छ। भनौं न, पानीको बोतलसँग हाम्रो दूरी बढ्दै जान्छ। अहिले नेपालमा गर्मीयाम सुरु हुनै लागेको छ, तर पनि काठमाडौँ सहित धेरै भेगमा अझै जाडो छ। यस्तोमा तपाईले कहिल्यै सोच्नु भएको छ जाडोमा प्यास किन लाग्दैन, त्यसले के असर गर्छ, के त्यो बानी सामान्य हो? जाडोमा पनि शरीरलाई उत्तिकै चाहिन्छ पानी। स्वास्थ्य विज्ञहरूका अनुसार जाडो मौसममा हाम्रो प्यास कम हुन्छ, पसिना पनि कम आउँछ। यसकारण नै हामीलाई शरीरलाई पानी कम चाहिएको भान हुने गर्छ। यस्तोमा धेरैले त बारम्बार शौचालय जानुपर्ने डरले पनि जानी पानी कम पिउने गर्छन्। तर वैज्ञानिक रूपमा नै जाडोमा पनि शरीरलाई गर्मी जत्तिकै पानीको आवश्यकता पर्ने पुष्टि भइसकेको छ। जाडो मौसममा मृगौलाको पिसाबको माध्यमबाट बढी पानी बाहिर निस्काल्छ। साथै घर वा कार्यालयमा प्रयोग गरिने हिटर र इन्डोर हिटिङ सिस्टमले हावालाई सुक्खा बनाइरहेको हुन्छ। यस्तो हुँदा छाला र श्वास प्रश्वासको माध्यमबाट शरीरको पानी खेर गइरहेको हुन्छ। त्यस्तै बाक्लो लुगा लगाउनाले पसिना नदेखिए पनि शरीरबाट सूक्ष्म रूपमा पानी बाहिर निस्किरहेको हुन्छ। तर पानी कम पिउँदा शरीरमा क्रोनिक डिहाइड्रेसन, लामो समयसम्म पानीको कमी हुन सक्छ, जसले मृगौलाको पत्थरी र मूत्रमार्गको संक्रमणको जोखिम बढाउँछ। प्यास किन कम लाग्छ? जाडो मौसममा शरीरले तापक्रम जोगाउन रक्त नलीहरूलाई खुम्च्याउने गर्छ। यसले गर्दा शरीरको भित्री भागमा रगतको मात्रा बढी देखिन्छ र मस्तिष्कलाई शरीरमा पानी पर्याप्त छ भन्ने भ्रम हुन्छ। यसै कारण प्यास लाग्ने क्षमता 40% सम्म कम हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। तर शरीरको आधारभूत आवश्यकता भने 2.5 देखि 3 लिटर पानी नै रहन्छ। कम पानी पिउँदा हुने गम्भीर समस्या। हाम्रो शरीरको करिब 60% भाग पानीले बनेको हुन्छ। पानीले नै रगतको माध्यमबाट अक्सिजन र पोषक तत्त्वहरू शरीरका कोषहरूमा पुर्याउँछन्। तर कम पानी पिउँदा मुटु र मस्तिष्कको जोखिम बढ्छ, किनकि पानी कम हुँदा रगत बाक्लो हुन्छ। बाक्लो रगत पम्प गर्न मुटुलाई बढी मेहनत गर्नुपर्छ, जसले रक्तचाप बढाउँछ। यसले मस्तिष्क घात र हृदयघातको जोखिम निम्त्याउँछ। त्यस्तै मृगौलाको समस्या पनि उत्तिकै हुन्छ, किनकि पानीको कमीले मृगौलालाई दबाव पर्छ। यस्तो हुँदा पत्थरी बन्ने सम्भावना धेरै रहन्छ। पाचन प्रणालीमा समस्या हुने, मानसिक र शारीरिक थकान हुने त सामान्य भइहाले। थकान बढी लाग्छ, टाउको दुख्छ, चक्कर लाग्छ, छटपटी र आलस्य हुन्छ भने त्यो पनि शरीरमा पानी कम भएको संकेत हो। कसलाई बढी खतरा छ? विशेषतः शरीरमा पानीको अभाव हुँदा वृद्ध र दीर्घरोगीलाई नै बढी खतरा हुन्छ, किनकि उनीहरूलाई पहिल्यै उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या भएको हुन सक्छ। त्यस्तोमा पानी कम हुँदा बढी खतरा हुने हो। त्यस्तै हर्मोनल परिवर्तनका कारण महिलाहरूमा डिहाइड्रेसनको, महिनावारीको दुखाइ बढाउने, ग्यास हुने र मुड स्विङ जस्ता समस्या समेत देखिन्छन्।